केटीले बच्चाले गरिन्छ 50 पुसअप गाइज यो चाहिँ सङ्गम यो चाहिँ छैन हेलो हेलो गाइज आज चाहिँ हाम्रो कम्पिटिसन हुँदैछ है यो चाहिँ सङ्गम यो चाहिँ छैन अहिले त्यो प्लेट राख्नु भुइँमै राख्नु यिनीहरू चाहिँ अब यो प्लेट टिप्ने त्यहाँ माथि लगाएर राख्ने त्यहाँको राख्छ फेरि आउँछ फेरि तल राख्छ जहिले कहिले जित्छ त लास्टमा जो हाल्छ त्यसले 50 जति पुसअप गर्नुपर्छ है हामीले 50 जति पुसअप है त बुझेस् नि सोनाले उयो माथि लगाएर राख्ने कान्छाले उयो माथि लगाएर राख्ने बेरमा है त रेडी 1 2 3 गो ल हेरौँ गाइस अब एउटा बिस्तारै मुनि जाने दुईटा लाग्न तलतिर छिटो गर्न सङ्गमले जितिसकेको छ सोइनरले पनि अब हारे पनि त्यो एउटा ल्याउने ट्राई गर्दैछ हारे पनि हार खालिन भन्दैछ नि छिटो अनि आजको विनर भएको छ उठ हात लाउनु हात ठिक छ ल रेसिस्ट लगाइ अब हार्नेले पुसअप गर्छ 50 चोटि तर अहिले एकछिन ब्रेक पछि लगाइ आज हारेको मान्छेको नि के सुन्यौ न ल तपाईले हारेर कस्तो लाग्यो जितेको मान्छेको सुन्नु आज जितेको हो कान्छा जितेकोमा कस्तो लाग्यो त राम्रो लाग्यो कस्तो जितेको खुसी नि भने यस्तो हुन्छ गाइज जित्यो नि त हारेकोले पुसअप गर्नु बाँकी छ है ल गाइज अब हारेकोले पुसअप गर्दैछ है 50 चोटि गर्नु पर्यो पुसअप ल सुरु कान्छा गन 1 2 3 4 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 34 35 36 37 38 39 2 मिनेट भयो 40 42 43 44 45 40 48 49 ल गाइस हाम्रो यो 50 पुसअप पनि चिल्ड्रेन प्ले हो चिल्ड्रेन प्ले बच्चाले गरिन्छ 50 पुसअप हैन छैन त्यो नाम के भन्दै थियो तिमी अनि हाम्रो ठाउँमा केटीले बच्चाले गरिन्छ 50 पुसअप गाइस ल साथीहरु आजको भिडियोलाई यही रोकौं मन परेमा लाइक र सब्स्क्राइब ठोकौं।